एक अन्तर्वार्तामा सीता सिरियलकी प्रमुख कलाकार सुनिसा बजगाईलाई सोधिएको थियो, सीता सिरियल यति धेरै चर्चित हुनुको कारण के हो? त्यसमा सुनिसाले सीता सिरियलले मानिसको दैनिक जीवनमा हुने दुःख र सङ्घर्ष एवं समाजको यथार्थ चित्र देखाउने भएकाले दर्शकले मन पराएको बताएकी थिइन्। दर्शकबिन नमस्कार। अहिले सामाजिक सञ्जालमा नेपाली टेलिसिरियलको क्रेज लोभलाग्दो छ। प्रसारण भएको केही दिनमा नै मिलियनभन्दा बढी भ्युज जानु अत्यन्तै साधारण भइसकेको छ। टेलिसिरियलको यही लोभलाग्दो क्रेज देखेर बजारमा छ्यापछ्याप्ती सिरियलहरू आउन थालेका छन्। तर बजारमा नाम र चर्चा कमाउने भाग्यमानी सिरियल कम नै हुन्छन्। आज हामी दुई चर्चित सिरियल सीता र कान्छीको तुलना गर्न गइरहेका छौँ। कुन सिरियल वास्तवमा नै राम्रो छ भन्ने कुरा पत्ता लगाउन भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले कुरा गरौँ यी दुई सिरियलको इतिहासको बारेमा। कान्छी सिरियल 40 लाखभन्दा बढी सब्सक्राइबर रहेको युट्युब च्यानल कान्छी अफिसियलबाट प्रसारण हुने गर्छ। यसको पहिलो एपिसोड 29 अगस्त 2019मा प्रसारण गरिएको थियो। अहिले कान्छी अफिसियल युट्युब च्यानलबाट प्रसारण हुने भए पनि यो पहिले सुकुमाया टिभी युट्युब च्यानलबाट प्रसारण हुने गर्थ्यो। त्यसैगरी सीता सिरियलको कुरा गर्नुपर्दा यो सिरियल आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट 26 सेप्टेम्बर 2023बाट रिलिज भएको थियो। यो भिडियो तयार गर्दासम्म सीता सिरियल एपिसोड 135सम्म र कान्छी सिरियल एपिसोड 304सम्म प्रसारण भइसकेको छ। कान्छी सिरियलको सबैभन्दा धेरै हेरिएको भाग 271 हो। यसमा हालसम्म 46 लाखभन्दा बढी भ्युज आइसकेको छ। सीता सिरियलको कुरा गर्नुपर्दा सीता सिरियलको सबैभन्दा धेरै हेरिएको भाग 72 हो, जसमा हालसम्म 58 लाखभन्दा बढी भ्युज आएको छ। सीता सिरियलमा महिलाको सङ्घर्ष, परिवारको दबाव र इमोसनल कथा देखाइन्छ। यो अलि सिरियस र डिप स्टोरी हो भने कान्छी सिरियलमा गाउँघरको जीवन, गरिबी र सिम्पल लभ स्टोरी देखाइन्छ। यो हल्का र नेचुरल फिल दिने खालको कथा हो। सीतामा मुख्य कलाकार सुनिसाको क्यारेक्टर स्ट्रङ र बोल्ड छ। उनी समस्यासँग लड्छन् र ठुलो निर्णय लिन्छन्। कान्छीको क्यारेक्टर भने इनोसेन्ट र सिम्पल छ। उनको जीवन साधारण छ तर रिलेटेबल छ। कान्छी सिरियलको प्रत्येक एपिसोडमा औसतमा 35 देखि 50 लाखसम्म भ्युज आउने गरेको छ। त्यसैगरी सीता सिरियलको प्रत्येक एपिसोडमा औसतमा 25 देखि 40 लाखसम्म रेन्जमा भ्युज आउने गरेको छ। सीता सिरियल कान्छीभन्दा धेरै पछिबाट प्रसारण हुन सुरु भए पनि छोटो समयमा नै राम्रो सफलता पाउन सफल भएको छ भने कान्छी सिरियल पहिलेदेखि नै एकदम पपुलर र स्टेबल अडियन्स भएको सिरियल हो। तपाईलाई यो दुई मध्ये कुन सिरियल मनपर्छ कृपया कमेन्ट गर्न नभुल्नुहोला।